विशेष गरी कोरियामा अङ्क गन्ती गर्दा दुई प्रकारले गरिन्छ। दैनिक जीवनमा प्रयोगमा आउने अङ्कहरू पनि फरक फरक तरिकाले प्रयोग गरिन्छ भन्नाले आज चाहिँ हामी यो नम्बर 1 2 1 2 3 4 भनेर पढ्छौँ भनेर चाहिँ यो दैनिक जीवनमा चाहिँ फरक फरक तरिकाले कसरी प्रयोग गर्छौँ भनेर चाहिँ यस पछाडिको क्लासमा चाहिँ हामी पढ्छौँ है। दुईवटा कोरियन अङ्कहरू चाहिँ एउटा सिनो कोरियन नम्बर जुन चाहिँ 1 देखि लाखसम्म हुन्छ भने ओरिजिनल कोरियन नम्बर चाहिँ जम्मा 1 देखि 99 सम्म मात्रै हुन्छ है। धेरै गाह्रो छैन, यसलाई चाहिँ सजिलो तरिकाले हामी अगाडि बढौँ। पहिला सुरुमा हामी सिनो कोरियन नम्बर पढ्छौँ। सिनो कोरियन नम्बरमा चाहिँ सुरुमा खोङ भनेको 0, इल 1, इ 2, साम 3, सा 4, ओ 5, युक 6, छिल 7, फाल 8, खु 9 भन्नाले हामीले दैनिक रूपमा चाहिँ हामी इल, इ, साम, सा, ओ, युक, छिल, फाल, खु भनेर चाहिँ हामीले पढ्नु पर्यो। त्यस पछाडि चाहिँ हामी अब आउँछौँ सिप भनेको 10, सिप सिप भनेको 10, सिप सिबिल 11, सिबी 12, सिपसाम 13, सिपसा 4, सिपओ 14 है 15, सिपयुक 16, सिपछिल, सिपफाल, सिपखु, इसिप। जस्तै अब सिपसम्म आइसकेपछि हामी 11 लेख्नलाई चाहिँ अगाडि सिप अगाडिपट्टि के लेख्नु पर्यो, यो भनेको सिप भनेको 10। अब 1 राख्नुलाई पर्यो, 1 राख्नु पर्यो भने सिप इल भन्नाले सिपसँगै यो पार्टलाई चाहिँ हामी योसँग जोड्यो भने हामी 11 12 13 भनेर चाहिँ हुँदो रहेछ भनेर सम्झिनु पर्यो है। यो सजिलो छ। त्यस पछाडि भनेको 20, इसिप भनेको 20 आयो। अब 21 लेख्नु पर्यो भने के छ त, 21 लेख्नु पर्यो भनेको अब इसिप इल भन्नाले अब मलाई 21 लेख्नु पर्यो भने के लेख्नु पर्यो, मैले यो इसिपलाई लिनु पर्यो अनि त्यस पछाडि यहाँ के जोड्नु पर्यो, यो जोडिदिनु पर्यो। यो चाहिँ यो जोड्यो भने चाहिँ हामी के भन्छौँ 21 हुने रहेछौँ भनेर चाहिँ पढ्छौँ है। 21 यसरी हेरौँ है त। त्यस पछाडि भनेको अब सामसिप सजिलो छ। यो दैनिक रूपमा चाहिँ हामीले प्र्याक्टिस गर्यो भने चाहिँ सजिलो हुन्छ। सहीसम्म चाहिँ लेख्नु होला तपाईँहरूले। मैले चाहिँ क्लास लामो हुन्छ भनेर चाहिँ सर्टकटमा बुझाउने प्रयास गरेको छु। जस्तै सामसिप भनेको 30, सासिप अब जस्तै यसैमा थप्दै जाने हो, यसैमा थप्दै इसिप, सामसिप, सासिप यसैमा थप्दै जाने हो, सिप 10 10 10 थप्दै गएपछि 90 सम्म हुने भयो। अब जस्तै अब सामसिप इल लेख्नु पर्यो भने सामसिप त यही छ। अब हामीलाई 1 चाहिएको हो, 1 लाई हामी के भनेर पढेको थियौँ, इल भनेर पढ्नु पर्यो अथवा इ अथवा साम भनेर यसरी लेख्ने गर्नु पर्यो है। अब मैले चाहिँ सर्टकटमा लेखिदिएको छु, ओसिप, युकसिप, छिलसिप, फालसिप, खुसिप, फेक भनेको सही। अब 101 लेख्नु पर्यो भने के लेख्नु पर्यो त, फेक भनेको सही हुँदो रहेछ। फेक इल भनेको 101 यसरी। त्यस पछाडि हामी अगाडि जाऊँ। यो चाहिँ 1-2 चोटि चाहिँ प्र्याक्टिस गर्नु होला। अब मैले चाहिँ यो फेकबाट सुरु गरेँ है त। अब हामी आज लगभग यो अलि लामो हुन सक्छ तर बुझेर चाहिँ पढौँ। अब हामीले चाहिँ फेक भनेको 100, इफेक, सामफेक,
खु फेक, फेक इल, फेक सिप, इ फेक सामसिप ओ। जस्तै यो भनेको 235 लेख्नु पर्यो भने चाहिँ हामीले फेक भनेको चाहिँ सही बनाएको थियौँ। यो भनेको 2 भनेको यो भनेको इ हो अनि फेक भनेको सही हो। अनि 35 लेख्न हामी अघि नै सिकाइसकेका छौँ। साम लेख्ने, साम भनेको 3 भयो। त्यस पछाडि यो सिप अनि ओ भनेको 5 भयो। यसरी लेख्ने है, सजिलो छ। जस्तै 400 भनेको साफेक भनेको 400 अनि त्यो हामी 45 पढेको थियौँ। 45 भनेको सा भनेको 4, सिप भनेको 40 भयो। त्यसपछि ओ यो भनेको सासिप युग भएछ, यो ओ है। युग भनेको 6 भयो, मैले यहाँ युग लेखेको छु ओ। यो भने चाहिँ अब साफेक सासिप ओ। त्यस पछाडि यो भनेको सहीको लाइन भयो है। अब सहीको प्र्याक्टिस गर्नु पर्यो भने 200, 300, 450 लेखेर चाहिँ अब मानौँ 450 लेख्नु पर्यो भने तपाईँले के गर्न सकिन्छ, 4 यो भनेको सा हो, 400 सा अनि फेक भनेको के हो, 100। हामी 50 पढेको थियौँ। 50 भनेको 5 ओ अनि त्यसपछि सिप भनेको ओ, यो ओ सिप यसरी लेख्ने। अब तपाईँहरूले मानौँ 602 लेख्नु पर्यो, युग फेक इ लेख्नु पर्यो, युग लेख्नु पर्यो यसरी युग अनि यो फेक इ यसरी लेख्नु पर्यो, युग फेक इ यसरी प्र्याक्टिस गर्नु होला। त्यस पछाडि हामी अर्कोमा जान्छौँ। मैले चाहिँ होमवर्कको रूपमा लेखेको छु यो चाहिँ। जस्तै प्र्याक्टिसको लागि चाहिँ अब 103 लेख्नु पर्यो भनेको फेक साम भने चाहिँ यसलाई इल्फेक भन्दैन है। जस्तै यो भनेको 210 भयो, 210 लाई इ फेक भन्छौँ भने इ फेक भन्छौँ भने तर 100 लाई इल्फेक भन्दैनौँ है। यो चाहिँ बुझ्नुपर्छ। इल भनेको 1 हो नि, फेक भनेको 100, तर फेक मात्रै प्रयोग गरिन्छ। फेक भनेको सही भनेर बुझ्नु पर्यो है, सही। त्यस पछाडि 112 लाई फेक सिप इ। त्यसपछि 225 लाई 200 भनेको इ फेक इ सिप ओ। इ भनेको 2, सिप भनेको 20, ओ भनेको 5। त्यसपछि 352 लाई सामफेक ओ सिप इ। 440 लाई साफेक सा सिप। 500 लाई ओफेक युग सिप। 680 लाई युगफेक फाल सिप। 920 लाई खुफेक इ सिप। त्यस पछाडि 895 लाई फालफेक खुसिप ओ भनेर लेख्नु पर्यो। त्यस पछाडि 719 लाई छिलफेक सिप खु। सिप भनेको हामीले के भनेको थियौँ, 10, सिप खु भनेको 19। जस्तै एउटा उदाहरण मात्रै लेखिदिन्छु मैले। अब यो लेखेँ है। अब जस्तै उदाहरण है, सासे 15 लेख्नु पर्यो भने 7 भनेको छिल लेख्नु पर्यो। फेक भनेको कति, 700 भयो, 700 भयो। अनि 15 भनेको 10 र 5 भयो, सिप ओ। यसरी प्र्याक्टिस गर्नु होला। यो चाहिँ सहीको लाइन है। हामीले 105 लेख्नु पर्यो भने इल्फेक भन्दैन, फेक सा यति मात्रै भन्नु पर्यो है। त्यस पछाडि अर्कोमा जान्छौँ हामी। अब 1000मा आयो है। अब बढ्दै जान्छौँ, हामीले प्र्याक्टिस यसरी नै गर्ने
गर्ने हो। छन् भनेको हजार, छन् भनेको हजार। जस्तै यहाँ पनि होला उदाहरण त यहाँ छ। यी छन्, छन् भनेको 2000, यी छन्। साम भनेको के हो? 3, छन् भनेको 1000, 3000। सा छन् 4000, ओ छन् 5000, खु छन्। त्यस पछाडि छन् इल भनेको 1001 रुपियाँ। जस्तै छन् भनेको हजार भनेको बुझ्नु पर्यो, इल भनेको 1 बुझ्नु पर्यो। त्यस पछाडि छन् सिप, जस्तै 1 यो भने इल छन् लेखिएन कि। अब छन् भनेको हामीले जस्तै यो 105 लाई इल फेक नभनिकन फेक ओ मात्रै पढेको थियो भने, फेक ओ मात्रै पढेको थियो भने अब यसलाई चाहिँ हजारलाई चाहिँ इल छन् भन्दैनन् भनेपछि छन् इल। त्यस पछाडि छन् सिप, त्यस पछाडि 9959 त आयो। अब खु छन्, खु छन्, खु फेक, खु सिप, खु यसरी लेख्ने है। खु भनेको 9 भयो, छन् भनेको 9000, खु फेक भनेको 900 भयो, खु सिप खु भनेको 90 भनेपछि 99 भयो है यसरी। त्यस पछाडि भनेको 1135 भनेपछि एकलाई हामी के लेख्छौँ रे? छन्, एकलाई पनि के लेख्छ हामी? फेक। दुईटा आयो नि, 1100। यो भनेको 1135 भनेको कति? 35 भनेको सा सिप ओ। त्यस पछाडि भनेको 1257 लाई के लेख्छौँ? 1000 लाई हामी छन् फेक, छन् इ फेक है त। यो इ फेक है, यहाँ मैले मिस्टेक गरेछु। यो भनेको छन् भनेको 1000 भयो है। छन् 200 छ है। इ फेक 1257 भनेपछि ओ सिप 50 त लेख्नु पर्यो अनि छिल। ल हो, यो चाहिँ यसरी है। छन् इ फेक 1000, फेक भनेको 200, इ भनेको 2, फेक भनेको 100, 257 भनेको 50 लेख्नु पर्यो पहिला। ओ सिप भनेको 50, छिल भनेको 57 भनेपछि यसरी लेख्ने। यो भनेको फेक छन् हामी पढ्यौँ भने। अब अर्को पढौँ। यसमा कन्टिन्यू मैले लेखेको छु, यो प्र्याक्टिस गरौँ। जस्तै अब आफूले पनि नम्बरिङहरू यो बाहेक पनि अरू नम्बरहरू चाहिँ र्यान्डमली राखेर चाहिँ अध्ययन गर्दाखेरि चाहिँ राम्रो हुन्छ। जस्तै 2150 लाई यी छन्, अब 150 छन् यहाँ त। 150 लाई हामी 100 लाई के भनेर मात्रै पढाएको थियो? फेक ओसिप मात्रै पढाएको थियो नि। त्यसपछि 3556 लाई सामछान ओ फेक ओसिप युक। त्यस पछाडि यो भनेको 4650 लाई सा छन् युक फेक ओसिप इ। हेर है, 5000 लाई ओ छन्। त्यस पछाडि 300 लाई साम फेक। त्यो 66 लाई के हो? युक सिप भनेको 60 भयो, युक भनेको 6 भयो, 66 भयो। अब 9211 लाई खु छन् इ फेक सिप इल। त्यस पछाडि यहाँ आयो फेरि। यो भनेको हामीले छन् मात्रै भन्नु पर्छ। छन् फालफेक हुने भयो। छन् फालफेक खुसिप खु। छन् फालफेक भनेको 800, खुसिप भनेको 90, खु भनेको 9। त्यस पछाडि 1550 लाई छन् ओफेक ओसिप।
त्यस पछाडि 1920 छन् खुबेक इसिप 20। त्यस पछाडि 1788 छन् छिल्फेक फाल्सिप फाल 88। त्यस पछाडि 1975 छन् खुफेक भन्नु पर्यो छिल्सिप ओ भनेर चाहिँ पढ्नु पर्यो। अब त्यस पछाडि 100 पछाडि के आउँछ? 1000 पछाडि 100, 1000। अब हामी 10,000 मा जान्छौँ। 10,000 भनेको मान। अब 10,000 मात्रै भन्यो भने हामी मान भन्छौँ है। मान 10,000 मात्रै। मान फेक पढ्यौँ। फेक भनेको 100, छन् भनेको 1000, मान भनेको 10,000 भनेर हामीले अहिलेसम्म चाहिँ पढ्यौँ भने अब इमान भनेको 20,000, सामान 30,000, सामान 40,000, सिपमान भनेको 1 लाख है। सिपमान 10 आयो नि त। मान भनेको 1000 भयो, 1 लाख रुपियाँ भयो। अब जस्तै यहाँ लेखेको छु मैले यो सामान ओछन्। पहिला यो गर्नुभन्दा अगाडि हामी यहाँ जान्छौँ है त, रिमेम्बरमा जान्छौँ। यो भनेको इल, सिप, फेक, छन्, मान। जस्तै 1, 10, 100, 1000, 10,000 भने जस्तै। अब अङ्कहरू छुट्याउनु पर्यो भने हामीले यसमा नि भन्छौँ। जस्तै 4 भन्दा माथि सबै मान गरिन्छ अरे। 4 भन्दा माथि है। जस्तै हामीले अङ्ग्रेजीमा के लेख्थ्यौँ? 30,000 लेख्नु पर्यो भने यसरी 3टा अङ्कमा उ गर्थ्यौँ अनि 30,000 भयो। 3टा अङ्कमा चाहिँ हामीले कमा राख्थ्यौँ भने अब कोरियनमा चाहिँ 4 वटा पछाडि मात्रै यो कमा राखिन्छ भन्नाले अब 4 वटा यो पछि के हुने भयो अरे? भन्दा माथि मान। 4 भन्दा माथि है। यता मान गरिन्छ। अब यो के भयो त? सामान भयो। सामान यो भयो है। त्यस पछाडि भनेको अब यो सिपमान कसरी भयो भन्दाखेरि अब हेरौँ है त। 1, 2, 3, 4 चारमा कमा राख्ने बित्तिकै यो भनेको 10 हो। सिप भयो। अनि के राख्ने रे? मान राख्ने रे। यसरी सिपमान भनेको 1 लाख रुपियाँ। यसरी 4 भन्दा माथि चाहिँ हामीले मान गरिन्छ। अब गरिन्छ भन्नाले 4 वटा अङ्कमा चाहिँ हामीले कमा राख्नु पर्यो है। अङ्ग्रेजीमा नेपालीमा 3टामा राख्थ्यौँ भने हामी चाहिँ 4मा राख्छौँ। अब यसबाट के प्रश्न हुन्छ भन्दाखेरि अब हामीले कुनै पनि नम्बरहरू चाहिँ कसरी छुट्याउने भनेर चाहिँ अब यो हामीले अघि नै त नर्मल पढ्यौँ भने अब चाहिँ हामीले यो नियम लागू गरेर चाहिँ जतिसुकै अङ्क होस् हामी छुट्याउन सक्छौँ है त। अब मैले के लेखेको थिएँ यहाँ? अब 1, 10, 100, 1000, 36,955 लेख्नु पर्यो भने अब हेर है त। यो 4 वटामा राख्यौँ। 4 वटामा कमा राख्यो। 36,955। अब यो भनेको 3 हो। अनि सामान यो भनेको 1000मा आयो। 1000मा यहाँ छन्मा यु 6 हो नि। युग छन्। अनि यो भनेको 100मा आयो। यो भने 9 हो। खुफेक। यो भनेको 10मा आयो। ओसिप। अनि यो भनेको 1मा आयो। ओसिप हो। यसरी चाहिँ हामीले लेख्ने गर्नुपर्छ है। जस्तै मैले यहाँ के उदाहरण? सामान ओछन् रे। सामान भनेको 3, मान ओछन् भनेको यो भनेको छन् है। अब 5, 1, 2, 3। अब हेरौँ 1, 2, 3, 4 वटामा राखे। यो भनेको 1000 भयो। 1000 35,000। त्यस पछाडि ओ मान ओ छन् रे।
ओ मान भनेको भयो ओ छन् 1 2 3 यी 55,000 भयो। त्यस पछाडि सामान सामान सा भनेको 4 पनि भयो। अब छन् ओफेक भनेपछि ओफेक यी छन् भनेको हामीले 1000 मात्र पढेको थियौँ। ओफेक भनेको 500 पो 41,500। छिलमान त आइहाल्यो यो 70 छिलमान यी छिलमान है। त्यस पछाडि फालमान ओफेक सिप ओ फाल भनेको 8 भयो। त्यस पछाडि कमा दिनु पर्यो। ओफेक भनेको 500 सिप ओ 15 है। अब यो 80 यो भनेको अब 1 2 3 4 यसरी आयो है। 80,515 आयो है त। अब त्यसै गरी एक दुईटा मैले यहाँ प्र्याक्टिस गराउँछु। आज अलि लामो भयो। अब हामी अर्को हेरौँ है त। अब हाम्रो मानौँ कोरियाको तलब लागु मानौँ न 2,50,000 नेपाली 2,50,000 लागु मानौँ कमाउनेले 3 लाख कमाउँछ अरे भन्ने चाहिँ कति भन्न सकिन्छौँ भने चाहिँ हामीले कसरी छुट्याउने भन्दाखेरि अब यहाँबाट छुट्याउने है। हेर है त ल। अब यहाँ छ यो 1 10 100 1000 10,000 लाख भनेपछि 5,36,955 छ है। यहाँ 5,36,955 लाई यो टेबलमा राखिदिने। यो 1 2 3 4 अब 4 वटा भन्दा माथि उसलाई के गर्ने भने चाहिँ हामीले मान राख्नु पर्यो। मान राख्ने भनेको थियो मान। यो भन्दा माथि मान यो भन्दा माथि मान। अब यो अङ्क छ 53 छ भनेपछि 53 लाई अब डाइरेक्ट के मान्न सक्छौँ भन्दाखेरि अब यो भनेको ओसिप साम हो नि त। ओसिप साम हो नि त। 53 लाई ओसिप साम 53 लाई हामी ओसिप साम भनेर पढेको थियो। डाइरेक्ट कमा भन्दा अगाडि ओसिप साम अनि मान जोड दिने है। त्यस पछाडि भनेको अब यो भने सजिलो छ। अब त्यस पछाडि ओसिप साम मान यो होइन है। यो होइन ओसिप साम मान भयो है। त्यस पछाडि भनेको युग छन् हो नि। यो भनेको 1000 भयो। अनि खुफेक भनेको 900 हो। अनि ओसिप ओ भनेको 55 ले ओसिप ओ यसरी छुट्याउने। अब मानौँ तलब मानौँ 1,56,000 यो चाहिँ हामीले नेपालीमा 1,56,000 15,63,000 है। 15,63,000 63,983 लाई के लेख्छौँ त अब हेरौँ है त। यो 4 वटा भन्दा अगाडि चाहिँ हामी यति त हामीले आउँछ नि यति मात्र यतिले चाहिँ कन्भर्ट गरिदिने। यो भनेको फेक हो नि। फेक भनेको 100 हो है। अनि यो यति भनेको ओसिप युग अब के जोडिदिने मान जोडिदिने हामीले मान यति त आयो नि। अब बाँकी भनेको सजिलो छ। फेक ओसिप युग मान साम छन् खुफेक फालसिप साम यसरी। अब कोरियामा नेपालीमा त अब नेपाली 1-2 लाख हो भने मानौँ मेरो कोरियन स्यालेरी चाहिँ मानौँ 21 लाख छ 21 लाख मानौँ 350 छ ल। मैले यहाँ लेखेँ है त। मानौँ कोरियाको स्यालेरी मैले पाउने 21 लाख
ल 11 10 100 1000 10 लाख 10 लाख 21,30,100 कमाउँछ भने यसलाई चाहिँ के गर्नु पर्यो अब कोरियनमा लेख्नलाई यो मानौँ तपाईँले 21 3 अनि त्यस पछाडि 1 2 3 लेख्नु पर्यो अब हामीले के पढाएको थियौँ 1 2 3 4 है त्यसमा पढ्नु है यसलाई मैले यहाँ लेखेँ एकचोटि मेटेर लेखेँ यो उ भयो ल मानौँ मेरो तलब मानौँ 21,30,200 ल 200 ल मानौँ यति छ भने 11 10 100 1000 1 2 3 4 यहाँ कमा लाउनु पर्यो है ल 21,30,200 र 200 तलब मानौँ है 200 भनेपछि अब हामीले 21,30,200 लाई चाहिँ हामी कसरी भन्छौँ भन्दाखेरि कोरियनमा है तलबको कुरा गरेको यो यसमा मान लाउने भनेपछि हामी यति मात्रै छुट्याउने सुरुमा 213 लाई हामीले ई फेक अघि नै त यहाँ त एक आएर मात्रै हामीले फेकको कुरा मात्रै भयो अब चाहिँ 2 ई फेक लेख्नु पर्यो ई फेक 13 अब 13 लाई कति सिप हो सिप साम अब के जोड्ने मान अब र्यान्डमली भन्दा नि इफेक्ट सिप मान 1 भनेर भने नै हुन्छ पछाडि नभनिकन इफेक्ट छङ्दो भनेर भने पनि हुन्छ यो मान थपिदिएपछि सिद्धियो अब 200 त हामी लेख्न सक्छौँ 200 भनेको कति हो भनेपछि इफेक्ट भनेर यो अगाडि चाहिँ मान जोडेको हो हामीले लास्टमा पनि इफेक्टै हो इफेक्ट लेख्नु पर्यो यो 200 इफेक्ट मात्र यहाँ केही पनि भएन अगाडि मानले गर्दाखेरि चाहिँ यो उसमा लाखमा गर्ने हो है अब यसरी प्र्याक्टिस गर्नु पर्यो भने चाहिँ केही कन्फ्युजन छ भने तपाईहरुले कमेन्ट सेक्सनमा पनि राखिदिनु